हाम्रो गाउँको होम स्टेमा हामी भ्रमण गरेको मेरो गाउँ हो यो। यति सुन्दर ठाउँ छ। मेरो छोरीलाई नि घुमाउनु ल्याएको यहाँ। यस्तो दामी ठाउँ छ ल हेर्नु घरहरू। ल हेर्नु त यस्तो राम्रो ल यस्तो गेट बनाएको छ ल हेर्नु त है घर छिर्ने ल ल फुले बाटो हेर्नु। मेरो गाउँ हो फेरि यो ल हेर्नु यति सुन्दर बाटो छ कि तपाईहरु एक फेरा घुम्न आउने भए धादिङ घुम्दी गाउँमा आउनु होला। मेरो जन्मथल हो हेर्नुस्। मेरो सोल्टीलाई त बवाल लाग्यो हुन्छ। कस्तो लाग्यो सोल्टी? बवाल। यो त उता घले गाउँ जानै पर्दैन होला है यो ल घले गाउँ हो मेरो धादिङको। हजुरलाई मैले भाउजू भन्नुपर्छ होला हैन? हो जस्तो लाग्यो। हजुर टेकीको मम्मी हैन? हो नि हामी त नि हैन हाम्रो तल्लो घरको भाउजूको। अनि भाउजू भन्नुपर्छ नि हामी त। आरामै हुनुहुन्छ? ल अनि हाम्रो गाउँमा ल हेर्नु त कफीको बोर्ड यस्तो उत्पादन हुन्छ। अब गेस्ट आउने समय कहिले दौरी या बवाल लाएर सोल्टी ल्याएर आमा यस्तो बवाल ठाउँ छ कि हाम्रो गाउँको नि ल बस्ने ठाउँ। फुल बाटो हेर्नु गल्ली कस्तो छ। नयाँ नयाँ उत्पादन घरहरू बस्ने ठाउँ। सोल्टी ल्याएर बवाल लाग्यो हुन्छ मेरो गाउँ यार। निगाले बाँस हेर्नु है ल निगाले बाँसहरू यस्तो छ। के फुल हो सोल्टी यार? बाबरे फुल है त्यस्तै हो। सोल्टी नि भाउजू फेरि कता हो डुलेर हिँडिरहनु भएको छ। कहाँ जान लानु भएको? ल ल हाम्रो त घर जाने बाटोहरू नि यस्तो छ।